हारन मुखले बस्छ हारन मुखले बस्छ गाइस हामी चाहिँ यहाँ बीच बजारमा छौँ हान्न छोड मर्ला कहाँ जाने काँक्री बिहारको जङ्गल होइन मङ्गलगढे चोक पनि हाल्न रे मिल्यो के लगाइन्छ के भन्छ अरे गाइस हामी छौँ बस पार्क एरियामा आज हामीले हाम्रो चाहिँ छ काँक्री बिहार जाने होइन सिधै साइकल राइडर राइडर चाहिँ अगाडि छ राइडरको दाँत छ भाँचिनु पनि सक्छ लोट्यो भने चाहिँ तर अब हामी गइरहेछौँ होइन अनि चाहिँ साइडमा फक देखाउँछ त मुजी पछाडिको तर कस्तो यार त्यो पुलिसले त यार हामी दुईटाले लान्थ्यो यत्रो लान्थ्यो राणापानले त्यो राणापानको खाइदिएको थियो खतरा गाडी गाई छ अब ओभरटेक हान् त्यसलाई त्यो गाडीलाई ओभरटेक हान्नुला यहाँ माथि एमी वा दामी त क्या यार एमीको लुक वा खतरा देखिरह परिवार जाउँला क्या यता साइड इगर ब्रिज छ अनि दामी सर यता इगर ब्रिज स्कुल छ यहाँ टक्क यता इगर ब्रिज स्कुल छ होइन साथीहरू हेर्न सक्नुहुन्छ दैलेख जाने रोड टक्क लाएर दामी देखियो नि यहाँको लुक्स छैन गाइस अठारलाई पनि फोन गर्नुपर्छ अहिले यहाँको चाहिँ यो बब्बाल छ हेर्न यहाँको दामी छ नि त भ्यू त यो के अरे एयरपोर्ट छ यहाँ माथि चाहिँ एयरपोर्ट छ गाइस यो माथिरको चाहिँ एयरपोर्ट साइड हो खतरा यहाँ सुर्खेतको एयरपोर्ट भएको साइड यता छ अनि आज चाहिँ यहाँ छौँ आज हाम्रो चाहिँ घुम्ने कार्यक्रम रहेको छ सँगसँगै भलक बनाउँदैछौँ गाइस होइन हेरेर साथ दिनु होला तपाईँहरूले मैले आज माइक ल्याउनु बिर्सेँ माइक ल्याएर खतरा बबाल भिडियो बन्थ्यो गाइस त्यो पनि गाइस कति सक्दो भन्ने अरूको गफ खानु चट्ट लाएर गर्लफ्रेन्ड सर्लफ्रेन्ड भए भए पाण्डेको साली लगेर जान्थेँ म अब पाण्डेले बिहे नै गर्दैन गाइसहरू त्यो भएको छ होइन अनि अब यसले बिहे नगर्ने बेलासम्म मैले पनि बिहे नगर्ने भनेको छु के अरे किनकि यसको साली मात्रै लग्ने कि मैले अब यसले बिहे नगरेसम्म यसको साली होइन यसको साली नगरेसम्म मलाई बोलाउँदा कोही चियामा बुढी लैजान्छु भन्छन् कोही साली लैजान्छ भन्छन् म त के सालोसँग सुन्ने है कि हो यार गाँछु याद तर तेरो लागि त त्यो अब के एउटा बनाउँला नि त तँ पहिला हाम्रो लागि साली बनाइदिए अब त्यसपछि तेरो लागि खतम लाग्नु हामी चाहिँ गाइस यहाँ पसलबाट अब के लगेर जाँदैछौँ होइन यहाँबाट सामान लगेर जाँदैछौँ होइन के लग्ने एउटा सामान ए भन त के लग्ने ए यहाँ न के लगौँ भन्न पिरो चाउचाउ दिनु दुइटा अनि पिरो चारवटामै धेरै खान सकिन्न अनि कुरमुरे लगाउँला कि दुइटा कुरमुरे पिरोमा चाउचाउ चारवटा सकिन्न क्या यार मुला सबै आइसक्यो हाम्रो होइन त्यसपछि यहाँ पाण्डे बसिरहेको छ हाम्रो अनि यो चिसोमा चाहिँ अब हामीले चिसोमा डिउ पनि हाल्नेछौँ होइन गाइस छैन दुइटा रेडबुल दिनु दुइटा कति छ पैसा भन्ने यति भए ह्याउन गरेर नखाउन सकिन्न ह्याउन गरेर सकिन्न के यो राणापान धेरै बोलिरहेको गाइस कति भयो हाम्रो चारवटा चाहिन्छ होइन दुइटा मात्रै भने हो त चार
मुला साग 4 अनि हावागुडा नगर्ने यार त 4 खान सक्दिन डिस्काउन्ट सँग आइसकेको छ सामान अब यो चाहिँ हाम्रो ड्राइभर हिँड्नु अलिक ड्राइभर त उस्तो त अहिलेको लागि एक हातले मोबाइल एक हातले तँलाई मसँग आउनु न मलाई रखाइ रोक 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 ल गाइस हामीसँग छ यो सामान अब हामी जाँदैछौँ कहाँ जङ्गलमा बोला कि उसलाई बोला न उसलाई दिदीलाई त्यो माधु बोल्दैन त्यसको लगायत हामी जाँदैछौँ अब हजुरलाई त्यहीँ गरेर देखाउँछौँ के भन्नु छैन साँझैले जे भन्ने अहिले भन्छ है गाइज हामी चाहिँ हिँडियो है अब घरबाट चाहिँ के गराउन हामी भिरकुटीतिर छिरेको थियो अब यसो न हल्का हुन्छ नि प्लानिङ चाहिँ केही थिएन अनि फेरि पछि केटाहरूले साँझ गाली गर्ने होला है हाम्रो चाहिँ है यसले चाहिँ हामी गइरहेछौँ हाम्रो चाहिँ प्लानिङ केही थिएन म चाहिँ भिरकुटीमा आएको थियो यो कम्प्युटर क्लास जान लागेको थियो दुईटाको भिड गएर अनि हामी चाहिँ हिँडेको टेक्नोलोजिया बनाइदिन्छ हामीले है तिम्रो लागि अझै लगाइदेऊ मायाको हातघडी तिम्रो लागि मै भइछु प्यारी प्यारी अझै लगाइदेऊ मायाको हातघडी ठोकिरहेछ हेर्नु साइकल ठोकिरहेछ त्यसले साइकल डोर्याएर हिँड ल डोर्याइ साइकल डोर्याएर त्यसले मेरो चाहिँ यहाँ उकालोमा हिँड वा खतरा ए ऊ हान्ने ल कहाँ हान्नु सकिन्छ अहिले यसको त यहाँ हालत खराब भइरहेको साइकल डोर्याएर हिँड्नु परिरहेको गाइस हान्छस् स्ट्यान्ड यसलाई ए त्यहाँ हान्छ ल जा मोबाइल त हिँड्छ नि मेरो हान्छ यसले पछाडि हाम्रो पछाडि चाहिँ यहाँ सुर्खेत बजार पुरा दामी यहाँ चाहिँ यसले हान्दैछ अरे ल हान म गिन्ती गर्छु ल 1 2 3 4 5 6 अनुहार हेर्न सक्नुहुन्छ यसको यो रोए जस्तो भइसक्यो रोया जस्तो ऊ त्यो केटी हेर्न केटी ऊ हेर्थ्यो भाषण आँट केटीको सक्दैन यार गाइज यार तँ हान्छस् म हान्दैन मलाई ल गाइज है यो उकालोमा चाहिँ हामी फसियो त्यही भएर हाम्रो सुरेन्द्र सर चाहिँ अनि हाम्रो हाम्रो सुरेन्द्र सर चाहिँ म थाकेर सुरेन्द्र सरले चाहिँ दिइरहनु भएको छ डोज बढाइरहनु भएको छ ल आउनुहोस् सर ल सर आउनुहोस् ल सर है थाकेछ है थाकेछ हामी चाहिँ फेरि बजारतिर के बस्नु भनेर चाहिँ जङ्गल हिँडेको ठिक छ केही छैन अब यहाँ यो भाँसेर यसलाई बस्ने गराउनु पर्छ बस्ने त्यहाँ बस्न त म यहाँ भाँसेर बस्ने गराउँ क्या त्यहाँ ल यहाँ भाँच्दैछौँ हामीले बस्ने गराउनुलाई यो के को बुढा अरे यहाँ पाण्डे पनि भाँच्दैछ यहाँ यो ए यतिकै भइहाल्छ ल गाइस हामी यहाँ बस्छौँ यहाँ यस्तो बस्छौँ हामी यता हाम्रो साइकल छ यहाँ अनि टक्क लगाएर जङ्गलमा बसिरहेको छौँ हामी ल गाइस हामीले सामान के ल्यायौँ त यहाँ देखाउँछौँ यो चाहिँ कुरमुर चाउचाउ त्यसपछि यहाँ छ रेडबुल
कहाँ अनि सुन्तलाको ताक यहाँ छ सुन्तला यति मात्रै ल्याएको छौँ धेरै ल्याएनौँ ल गाइस पहिला सुरुमा चाहिँ चाउचाउ खान्छौँ हामी अनि अब त्यही हो ल गाइज हेर्नुहोस् मतिर पनि हेर्नु सक्छु आज मैले तपाईँ भन्दैछु हजुरहरू सबैलाई त्यहीमा खुसी हुनु होला ल हेर्नुहोस् है त यहाँ चिसोमा झन् तिम्रो चिसो लागि यस्तो नबना के यस्तो नबना सिधा यस्तो पानी नबना के ल पान्लोमा बना मात्र भन्छ यसले है मैले पान्लोमा बनाएको छ ल चिसोमा यो कुपन रोक्न यसो कुपन पाइन्छ कि कता खोल्यो कि पर्यो रु 500 1000 यसो कुपन पाइन्छ यहाँबाट खोल्यो भने पछि पाइयो भने चाहिँ लहरू पनि पाइन्छ कि बसेर म चेक गरौँ ल गाइस अब हामीले ल गाइज मिक्स गर्छौँ यसलाई चाउचाउ कुरो सबै एउटा मिक्स गर्छौँ ए दालमुड त आएन सुन्तला खाँदैछौँ हामी यहाँ सम्झिया खानुहोस् कसरी खाने बेला केटाहरूको अरू केटाहरूको याद आएको छ प्रि प्लानिङ बनाएर हामी चाहिँ नआएको को केटाहरूको याद आयो भन्दा 81 भेट भयो यसको र मेरो मङ्गलगढीमा र मैले च्याप्प समातेर घोक्रे ठेक लाएर यसलाई त ल्याइहालेँ केटाहरू हाम्रो विनोद माझीलाई विनोद माझी सुरेन्द्र यही भइहाल्यो है उपेन्द्र अनि उपेन्द्र भयो खगेन्द्र भयो राहुल मिनबहादुर खडायत भयो पवन बेटे भयो सन्तोष बेटे भयो अनि अभिषेक साथी भए सबैलाई सम्झाउँ केटा हो हामी यहाँ पनि खाने बेला नसम्झने मादर चोदरले फेरि आम पचाउने साला भलक गराएर हाल्ने हामीलाई नलाने भनेर एउटा मात्रै साइकल भयो त्यसरी हो कि गाइज नत्र हामी ल्याउँथ्यौँ लास्ट बिर भयो गाइज पानी ल्याउनु पर्छ क्या पानी अनि के यसले खोल्न बे के छ त अनि स्टिकर छ केमा हुन्छ के बनाउँछ खोल्न बेला नि इनर्जी लेभल आयो मस्तले बस्यो गाइस आज रमाइलो भयो कति बज्यो 3 बजिसक्यो शुक्रबार विशेष रमाइलो फोहोर चाहिँ हामीले एउटामा हालेर यहाँ गरिदिन्छौँ यसमा हालेर फोहोर यसैमा थुपारेर गइदिन्छौँ हामी ल तिम्रै लागि मै भइछु बडी प्यारी अझै लगाइदेऊ मायाको हात कडी तिम्रै लागि मै भइछु बडी प्यारी अझै लगाइदेऊ मायाको हात कडी प्रेम भन्दा उसलाई उसको प्रेम माथि छ तिमीले सोध्छौ होला मलाई छोड्यो ऊ एक्लो भयो तर मेरो साथी छ चाहिन्छ अरू प्रेमी भन्दा माथि भएपछि केही चाहिन्छ अरू प्रेमी भन्दा माथि भएपछि तिमीले छोडे पनि केही पिर लाग्दैन मलाई मेरो साथी भएपछि वाह 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 प्रेमी धिक्कार लाग्दो रहेछ प्रेमी धिक्कार लाग्दो रहेछ हेलो गाइस अब चाहिँ हामी आजको भिडियोलाई यहीँ अन्त्य गर्छौँ होइन हामीले घुम्यौँ अनि सानो भिडियो पनि बनायौँ हजुरहरूलाई मन पर्यो आशा छ अनि चाहिँ आयो अब भविष्यमा चाहिँ नयाँ नयाँ भिडियोहरू ल्याएर आउनेछौँ होइन अझै भ्लगहरू बनाउनेछु भन्ने बाचा गर्दछु अहिलेसम्म हेरिदिनु भएकोमा सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू भन्न चाहन्छु होइन अरू के भन्न चाहन्छस् अन्तिममा ल भन् त केही केटीहरू छ भने मगाउने फ्रेन्ड बनाएले अरू केही भन्न चाहन्नस्
अरू केही भन्न चाहन्न अब म चाहिँ लाग्यो ल त ल ओके बाई ए गयो ल जा